भाषा छोडिए लोकमा जहाँ उनी बाँचिरहेको हेरा न शहीदहरूलाई। हामी शहीदहरूका ऋणी छौँ। उनीहरूको आत्मबलिदानपछि हामीले प्रजातन्त्र प्राप्त गर्यौँ। त्यसैले शहीदहरू प्रजातन्त्रका जन्मदाता हुन्। शहीदहरू हाम्रा चेतनाका स्रोत हुन्। उनीहरूले हामीलाई कर्तव्य सिकाएका छन् र अधिकार चिनाएका छन्। आफू उभिएको माटोको माया गर्न सिकाएका छन्। यो देशले हामीबाट अधिकतम मात्रामा चाहेको पनि त्यही नै हो। पाए उनले दुःख कति थापे गोली छाती भारी नेपालीको मुटु भित्र बाँचे मुनि सधैँभरि हो। पाए उनले दुःख कति थापे गोली छाती भारी नेपालीको मुटु भित्र बाँचे मुनि सधैँभरि नेपालीको मुटु भित्र बाँचे उनी सधैँभरि हेरा न शहीदहरूलाई नेपालीको अनुहारमा हाँसिरहेको उनको भाषा छोडिए लोकमा जहाँ उनी बाँचिरहेको उनको भाषा छोडिए लोकमा जहाँ उनी बाँचिरहेको हेरा न शहीदहरूलाई। देशलाई माया गर्न हाम्रा मन र कर्म दुवै निस्वार्थ हुनैपर्छ। शहीदका आदर्श हाम्रा आदर्श बन्नुपर्छ। त्यसैले हामी हाम्रो कर्तव्य चिनौँ, अधिकारको सदुपयोग गरौँ र शहीदका आदर्शलाई सम्मान गरौँ। ज्वाला फुटाउने आवाज सबमा गुन्जाए जनताको हितको निम्ति मरेन रमाए। ज्वाला फुटाउने आवाज सबमा गुन्जाए जनताको हितको निम्ति मरेन रमाए। जनताको हितको निम्ति मरेन रमाए हेरा न शहीदहरूलाई नेपालीको अनुहारमा हाँसिरहेको उनको भाषा छोडिए लोकमा जहाँ उनी बाँचिरहेको उनको भाषा छोडिए लोकमा जहाँ उनी बाँचिरहेको हेरा न शहीदहरूलाई।